काठमाडौँबाट करिब 24-25 घण्टाको निकै नै कठिनपूर्ण बस यात्रापछि खोटाङ जिल्लाको लाकुरे भन्ज्याङमा अवस्थित हलेसी महादेव मन्दिरमा पुग्न सकिन्छ। यो मन्दिर पौराणिक कालदेखि एक प्रख्यात धार्मिक स्थलको रूपमा परिचित छ। भगवानको पास रहेको व्यास गुफा प्राकृतिक रूपले साह्रै मनमोहक र रमणीय छ। शब्दमा वर्णन गर्नै नसकिने अनुपम प्राकृतिक दृश्यहरूले दर्शनार्थीहरूलाई निश्चय नै अचम्मित तुल्याउँदछ। महादेवको वरिपरि 4वटा धार्मिक द्वारहरू रहेका छन्। जन्मद्वार, धर्मद्वार, कर्मद्वार र पापद्वारका नामले पुकारिने यी द्वारहरू पार गर्न सकियो भने मुक्ति मिल्दछ भन्ने किंवदन्ती रहेको पाइन्छ। यी द्वार पार गर्दाको अनुभव हामीले एक भक्तबाट सुन्ने मौका पायौँ। 4वटा द्वार छ यहाँ। जन्मद्वार, बागद्वार, पापद्वार, कर्मद्वार। त्यो एउटा द्वारमा चाहिँ 3 चोटि लाग्यो मलाई। 3 चोटि ट्राई गरेर भए पनि त्यो कर्मद्वारमा चाहिँ गाह्रो भयो। अरू द्वार चाहिँ सजिलैसँग छिरेँ, तर यहाँको त्यो एउटा पनि राम्रो पक्ष लाग्यो मलाई। हामीले अहिलेसम्म कति तीर्थ धर्म व्रत गर्न गयौँ नि, कहीँ पनि यस्तो द्वार छिर्ने ठाउँ देखाएको थिएन के। गाह्रो पनि हो र एउटा कस्तो भने राम्रो के रमाइलो छेड लाग्यो। कति झन् सबभन्दा मलाई त त्यो छिर्ने के अघि छिरेको त्यो द्वारहरू नै अति अहिले सम्झिँदा नै हात लाग्छ। एकदम गाह्रै रहेछ त्यो कर्म भनेको। त्यो छिर्न सकेन भने साँच्चीकै कर्ममा परिन्न कि त्यसमा हामी चाहिँ परिन्न नै जस्तो छ। ओम भुवः ओम स्वः ओम महः ओम जनः ओम तपः। मन्दिरको मूल प्रवेशद्वारसँगै एउटा गणेश भगवानको मन्दिर पनि स्थापित छ। भक्तजनहरू प्रारम्भमा गणेश भगवानको दर्शन गरी महादेव मन्दिरतर्फ प्रस्थान गर्दछन्। यस मन्दिर परिसरसँगै बुद्धको गुम्बा पनि रहेको छ। यहाँ बौद्ध धर्मावलम्बीहरूको पनि बाक्लै उपस्थिति देखियो। यसबाट हलेसी महादेव हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्रबिन्दु रहेको कुरामा द्विमत हुन सकिएन। यसै सिलसिलामा यहाँको पुजारीको भनाइ यस्तो रहेको छ। बुद्धिस्टहरूले चाहिँ हामी चाहिँ हिन्दूहरूले चाहिँ हामी शिवजीलाई चाहिँ हलेश्वर महादेव भन्छौँ भने उनीहरू चाहिँ पद्मा सम्माले चाहिँ ज्ञान प्राप्त गरेको चाहिँ बुद्धिस्टले चाहिँ ज्ञान प्राप्त पद्मा सम्माले ज्ञान प्राप्त गरेको ठाउँ भनेर सुनिन्छ। र हामी चाहिँ के अरे पार्वती मातालाई हामी पार्वती माता भन्छौँ तपाईँ हामीले। र चाहिँ उनीहरूले चाहिँ छेपुङ भन्छ, आयु माग्ने ठाउँ भन्छ उनीहरूले। चाहिँ त्यति नै हो फरक, सारमा मात्रै फरक हो। पूजा गराई र गराइमा चाहिँ एउटै नै हो। भन्दा तीर्थयात्रीहरू बढ्यो होइन, प्रचार अलिक बढी भयो र तीर्थयात्रीहरू बढेर यहाँको चाहिँ केही पहिलाभन्दा धेरै सुधार भएको। निकै नै कठिनपूर्ण यात्राका बावजुद पनि यस मन्दिरमा पुगिसकेपछि भक्तजनहरू प्रफुल्लित देखिन्छन्। एकदम रमाइलो लाग्यो। एकदम जस्तो कष्ट गरेर आएको थियौँ नि, त्यो कष्ट गरेर आउन पर्ने यहाँ आउँदाखेरि चाहिँ म धन्न भगवानले बोलाएर आएको। कमजोर यातायातको पूर्वाधारको कारण पूर्वको पशुपतिको रूपले परिचित यस मन्दिर पुग्न यात्रा कम कठिनपूर्ण भने छैन। तथापि भक्तजनहरू महादेवको दर्शन पश्चात आत्माबाटै प्रफुल्लित देखिन्छन्। मैले त अब यो सुनेको भरमा हलेसी महादेव भनेको सुनेको भरमा आएको थियौँ हामी यहाँ होइन। अब अहिले आएर हामीले प्रत्यक्ष यहाँ देख्यौँ, दर्शन गऱ्यौँ। यो दृश्य प्राकृतिक दृश्यहरू सबै हेर्दाखेरि त म त अब यहाँबाट गएर सबैलाई एकचोटि हलेसी महादेव सबैलाई पुग्नै पर्छ भन्ने छु। मिल्यो भने भगवान्ले बोलाउनु भयो भने हामी पनि आउँला। अब यसमा चाहिँ म अहिले नै प्रतिज्ञा गर्दिनँ होइन। तर एकदम आउन पर्ने ठाउँ छ कि प्राकृतिक दृश्य हेर्नको लागि पनि कस्तो छ, प्रकृतिले कस्तो कस्तो देन दिएको छ, भगवान कस्तो अप्ठ्यारो ठाउँमा आएर बस्नुभएको छ भन्ने कुराहरू पनि हामीले हेर्नको लागि भने हलेसी महादेव चाहिँ एकचोटि पक्कै आउँ। सबैजनालाई म यही अनुरोध गर्छु। यो ठाउँमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्याप्त पूर्वाधारको अभावमा यस क्षेत्रको प्रवर्धन हुन सकेको छैन।
आशा गरौँ यस क्षेत्रको विकास गरी आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्धि गर्न सम्बन्धित निकायको ध्यान जाओस्। धन्यवाद।